बारी धरम श्याममा पार्ने भन्दा फेरि फसल नै कपाल लगो के बतास कता उडा यही हो श्याम पार्ने ओके हामी त भन्न फेरि खजुला भन्ने डर बजल टिका सिक्का लगाइदिनु मन फर्किनु हुन्छ आज फर्क लाग्न हुने केरा अब चरै यस्तो के टेस्ट गर्छौ रे अभी सरस के त अडान्छ खादिकिन छ भाजी फेरि मान्छे तेल कल टोला भने आडिकिन छ भाजी के चिटाउ भन्ने दिमला भनेको पैसा जो बन गइरहेको आहो के दिम मायाला तुरीबारी चक्क हामी बुढाबुढी अब साग टिप्न आएछौँ मान्छेले टुरी साग टिपेर पनि लगाइदिउँ यो छैन
इसमें आपको कमाल के फीचर्स मिलते हैं और ये सेगमेंट का पहला स्मार्टफोन है जिसमें आपको शोल्डर ट्रिगर्स मिलते हैं और वो सिर्फ गेमिंग के लिए काम नहीं करता है, बहुत सारी कूल चीजें आप उससे कर सकते हैं जिसके बारे में आज इस वीडियो में बात करेंगे। अब यहाँ पर आगे बढ़ते हैं, आपको क्या करना है, चैनल को सब्सक्राइब करिए, सपोर्ट और प्यार बनाए रखिए ताकि आपको ऐसे लेटेस्ट अनबॉक्सिंग्स मिले। सामाजिक सञ्जाल मार्फत हेर्दै आउनुभएको छ र अन्तिमसम्म हेर्दै आउनुको निमित्त पनि म विशेष आग्रह गर्न चाहन्छु। र हरेक वर्ष जस्तै यो वर्ष पनि हामीले सार्वजनिक संसारको यो नयाँ स्टुडियोबाट यहाँहरूलाई देउसी भैलो कार्यक्रम लिएर उपस्थित भएका छौँ र आजको हाम्रो यो देउसी भैलो विशेषमा रहनुभएका कलाकारहरू हामीसँग सधैँभरि सहकार्य गर्दै आउनुभएका अत्यन्तै अग्रज व्यक्तित्वदेखि समकालीन साथीहरू र नव प्रतिभाहरू समेत रहनुभएको छ। यहाँहरू सबै सबैलाई एकमुष्ट स्वागत गर्न चाहन्छु। यसै गरी आज विशेष गरेर देउसी भैलो भन्दा बित्तिकै सोरठी, मारुनी, देउसी भैलो, झ्याउरे, दोहोरी सबै नाचगान सबै मिसिने गर्दछ र एउटा संस्कृतिलाई अलिकति झल्काउने प्रयास हामीले गरेका छौँ। यतापट्टि हाम्रो सार्वजनिक संसारमा आदरणीय अग्रज कलाकार हिजोदेखि आजसम्म र आजदेखि भोलिसम्म निरन्तर आइरहेका छौँ र सुनिरहनेछौँ। आदरणीय दाई राजु परियार आजको मुख्य कलाकारको रूपमा हुनुहुन्छ। यसै गरी पालुनको माटोमा जन्मिनुभएका कलाकार रेशम शीतल गुरुङ, यसै गरी नियमित टिम, यसै गरी अस्मिता दल्लाकोटी, दीपिका बयम्बो, मधुर रसाइली, लक्ष्मी विश्वकर्मा, यसै गरी निरु श्रेष्ठ लगायतको टिम, प्रतिमा विश्वकर्मा, रूपी सिन्जाले मगर, यसै गरी मिना श्रेष्ठ, गङ्गा थापा मगर र रञ्जिता विश्वकर्मा लगायतका हाम्रो सार्वजनिक संस्थानको टिम यहाँहरू समक्ष उपस्थित भएका छौँ। र आजको कार्यक्रमलाई असाध्यै शोभा बढाइदिनु हुनको निमित्त हामीसँग विशेष अतिथिहरूको आगमन भएको छ। मैले सबैको नाम लिन सकिनँ भने माफ गर्नु होला, मैले सबैको नाम नसम्झेको नसक्छु, तर यहाँहरूलाई मैले सधैँभरि मैले पाइरहेको छु। अब यतापट्टि म जान्छु, हाम्रो खेम बुवा हुनुहुन्छ, हाम्रो सार्वजनिक संसारको व्यवस्थापक सङ्गीता हर्मेल र हाम्रो उर्मिला बहिनीलाई म हाम्रा आजका अतिथिहरूलाई खादा र टोपीद्वारा, टोपी त बुवाले लगाइसक्नु भएको छ, खादाद्वारा सम्मान गर्नको निमित्त आग्रह गर्न चाहन्छु। यसै गरी सार्वजनिक संसारको सल्लाहकार आदरणीय रत्न घरतौला बुवा हुनुहुन्छ, यसै गरी धौलागिरी सुनचाँदी
Hey, lah, taruh